अन्तत भूपेन्द्रले यहाँ दुईमुखी अर्थात् आफ्नो श्रीमतीको केही भान अर्कै थियो, यसले अर्कै गर्छ भनेर शङ्का आशंका पैदा हुने अवस्था सिचुएसनहरू पनि देखिएको छ। जसरी साँच्चै नै अब यहाँनिर नयाँ अवस्था सिचुएसनमा भुन्टीको जीवनमा जुन अवस्था घटना परिस्थितिहरू अगाडि बढिरहेका छन्, ती अवस्था सिचुएसन परिस्थिति घटनाहरूलाई निहाल्दै जाँदाखेरि के कस्ता अवस्था आउलान् त भुन्टीको जीवनमा। साँच्चै नै भुन्टीलाई आधा सम्पत्ति चाहिने सम्पूर्ण विवरणहरू खुलाइदिइसकेका छन् सुकुमायाले। साँच्चै नै आफ्नो मितिनीको श्रीमानलाई थप्पड समेत लागिसकेका छन्। उनीले आफ्नो मितिनीको लागि आफ्नो जिउ ज्यान तलमाथि पारेर भए पनि काम कार्य गर्न तत्पर छन्। साँच्चै नै जब मानिसलाई ओह्रालो लाग्छ नि, त्यो मानिसको जीवनमा कहिले पनि खुसी सुखी होइन। त्यस्तै यहाँ भूपेन्द्रको जिन्दगी पनि ओह्रालो लागेको छ। हर परिस्थिति, हर समय, हर अवस्था सिचुएसनमा सुख पाएकै छैन, दुःख छ, कष्ट छ, पीडा छ। भएन भनेर त नवाका दुन्नाचार लालाचार सब व्याथा अवस्था सिचुएसन परिवेशहरू मिलाई पनि राखिएको छ। साँच्चै नै हजुरको अवस्था सिचुएसनलाई निहाल्दै जाँदाखेरि अब नयाँ परिवेश नयाँ भागमा के हुन्छ भन्ने कुरामा भुन्टीको जीवनमा खुसीका पलहरू अवश्य नै आउने छन्। भूपेन्द्रले पहिलेकै प्रतिफलहरू पाइरहेका छन् अनि भुन्टीको नन्दले पनि पहिलेकै प्रतिफलहरू पाइरहेका छन्। तपाईँले धेरै निहालिराख्नु भएको होला, बुझी पनि राख्नु भएको छ। कोहीले रमाइलोको लागि हेर्नु भएको होला, कोहीले नियमित दर्शकको लागि हेर्नु होला, कसैले कथा पनि बुझ्नु भएको होला। के भन्नु खोज्नु, तपाईँले आज जस्तो कर्म गर्नुहुन्छ त्यसको फल तपाईँले त्यस्तै पाउनुहुन्छ हिसाबले भनेर अवस्था सिचुएसन बाँडिएको छ, त्यस्तै अवस्थाहरू बनाइएको छ। साँच्चै अब के हुन्छ कृपया कमेन्ट गर्नु होला। जस्तो लाग्छ त्यसै प्रतिक्रिया दिँदै जानु।